अब भने हलो लगाउने पाली आइसक्यो। यो जु लगायो भने यसमा चाहिँ हलो लगाएर भाउँछौँ अब खेतमा। बल्ल भने हराम छन् के भित्ता भित्ता जाँदैछन्। सो गुड मर्निङ युट्युब फ्यामिली, वेलकम ब्याक टु माई च्यानल। एउटा नयाँ भिडियोमा स्वागत छ। अहिले टाइम भइरहेको छ 10 अनि म चाहिँ 9 बजे उठेको, किनभने भाइ हिजो यति धेरै थाकियो कि कुलामा गएर कुलामा भिडियो त बनाउन पाएन, केही फोटाहरू खिचेको छु, तपाईँले स्क्रिनमा लगाइदिन्छु। हिजो कुलामा गएर पानी कुलामा अटिरहेको थिएन, त्यत्रो ठुलो पानी लिएर आएको। बादल भने बिहानदेखि लगातार नै बादल यत्तिकै भइरहेको छ। अब पानी पर्न जतिखेर पनि पानी पर्न सक्छ, देख्नु पुरै बादल लागिरहेको छ। अनि हामी चाहिँ आज खेतमा जान्छौँ। अनि खेतमा पनि देख्नु कोही मान्छे हल लगाइरहेको छन्, कोही मान्छे आज पनि अनि हाम्रो खेतमा जान्छौँ भाउनको लागि, अनि कि हल लगाउनको लागि। हाम्रो बल्ल कस्तो छन्, बल्ल हिँड्छन् कि नै त्यो पनि चेक गर्नु छ। बल्ल चाहिँ नहिँड्न सक्छन्, किनभने एउटा बल्ल सानो छ, एउटा ठुलो छ नि त। अब चाहिँ खाना खाना पाकिसकेको छ। नयाँ चुलोमा हाम्रो भात पाकिसक्यो गाइस, देख्नु कराईको भात नै एकदमै टेस्टी हुन्छ होइन। मैले हालिसकेँ यसमा। खाना सबैले खाइसक्यो होइन, म मात्रै खाना बाँकी थिएँ। मैले चाहिँ रातो चामलको भात खान्छु भने, अनि कि गाउँमा भएपछि त रातो चामल नखाने कुरै हुन्न। सो अहिले आइसक्यो हाम्रो बल्ल लिनको लागि। यो चाहिँ गाईले घाँस हालिदिन्छु, अनि बल्ल चाहिँ लगेर जान्छु। एउटा बल्ल दुईवटा बल्ल होइन। हाम्रो चाहिँ यो बल्ल हल्का कमजोर जस्तो लागिरहेको छ, तर सक्छ कि नै यो चाहिँ पुरै खतरा हिँड्छ होइन। लचु पनि आइसक्यो जानको लागि खेतमा कट्टो लिएर। यसमा के टिप्ने? आलु टिप्नुको लागि कट्टा ल्याइसकेको छ, किनभने हामी आलुको खेतमा भाइरहेको छौँ। रेडी नि? बल्ल खन त। लचुले बल्ल पनि खोइरहेको छ। म चाहिँ यहाँ घाँस हालिदिनुपर्छ, अनि घाँस पनि खाइरहेको छ। ओहो कत्रो जिब्रो निकाल्यो यसले त। गाईलाई पनि घाँस हालेर गाई मस्तले घाँस खाइरहेको छ होइन। अब चाहिँ जाम, मैले चाहिँ घाँस हालिसकेँ गाईलाई। अब बल्लहरू चाहिँ लचु लगिरहेको छ जाम खेतमा। लचु छिटो छिटो हान, छिटो छिटो हान। मैले चाहिँ हलो ल्याइरहेको छु होइन। लचुले चाहिँ बल्ल लगिरहेको छ अघि। मैले चाहिँ यो हलो देख्नु, यसले चाहिँ भाउँछ। खेतमा पनि पुगिसक्यौँ गाइज, हाम्रो खेत देखिसक्यो, देख्नु यही नै हो। सो गाइज अहिले भने खेतमा पुगिसक्यो र बल्लहरू चाहिँ यता चरिरहेको छन्, देख्नु होइन। बल्लहरू चाहिँ चरेर घाँस खाइरहेको छन्। एकछिन घाँस खायो भने चाहिँ खेतमा जोत्छन्, खेतमा जोतिन्छ। यो चाहिँ हाम्रो खेत हो, देख्नु होइन। उतैदेखि यहाँसम्म यो चाहिँ आलु लगाएको थियो। यहाँ लचु चाहिँ यो हलोमा बसिरहेको छ, हलो भाँचिन्छ भनेको यहाँ बसिरहेको छ जु समातेर। यो चाहिँ बल्लकोमा नलगाएर तेरोमा लगाइदिउँ कि लचु? अनि त्यो किन समातेर बसिरहेको त यहाँ? भाँचिन सक्छ नि त, यी हलो यो भाउने हो। अनि भाँचोलाई नि त त्यहाँ भने। यो हो जु, देख्नु यो चाहिँ जु। जु लगाइसक्यो, देख्नु भने यो चाहिँ जु हो। अब चाहिँ यो रस्सी लगाएर, अनि यसमा छ अब भने हलो लगाउने पाली आइसक्यो। यो जु लगायो भने यसमा चाहिँ हलो लगाएर भाउँछौँ अब खेतमा। लचु रेडी? साँच्ची? गाडी चाहिँ भाउँदै हुनुहुन्छ। गाइज यहाँ चाहिँ भाइरहेको छु म चाहिँ होइन। भाउन मजा आइरहेको छ। कुदिरहनु बल्ल चाहिँ ए सानो बल्ल चाहिँ हिँडिरहेको होइन, ठुलो चाहिँ लास्टै हिँडिरहेको छ है। चढ्दै मात्रै रहेछन् के? भोक लाग्यो नि त बिचरालाई, चरिरहेको छन्। चल है कहीँ चढ्नु है। चल अब त्यो गएर त्यहाँ राख्दैन पार्ने। यी बल्ल यो ठाउँ पनि साँगुरो भयो। कति साँगुरो छ। गाभिनु हो। यति एक आलु आयो, आधी आलु चाहिँ पारी छन्। बल्ल भने हराम छन् के भित्ता भित्ता जाँदैछन्।
तपाईँले टाइमलाई इन्जोय गर्नुभयो होला न। हामीले चाहिँ भाएको अनि भाएर पनि सकिसक्यो, टाइम अहिले 2 बजिसकेछ। अनि अहिले चाहिँ बल्लहरू चरिरहेको छन् उता देख्नु, मस्तले घाँस खाँदैछन्। लच्छु र म अनि यता लच्छु तानिरहेको छ, म हल लगाइरहेको छु। यताको पानी छ नि, यो भित्ताको साइडको पानीहरू ढिला होला भनेर लच्छु तान्दैछ, म चाहिँ यता पछाडि भाउँदैछु। लच्छु तान तान, लच्छु तान 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 त तानिरहेको छ, तर पानी आइरहेको छैन। पानी आएन, अहिले आउँछ नि त। यहाँदेखि हामीले यहीँ तलदेखि लगाउनु पऱ्यो क्या। ढल्टाको है के भयो नि, बिस्तारै जान त नि, किन जोरले झट्का दिएर नतान के। अनि यहाँ पानीमा गयो अनि लोट्यो। अच्छा पानी आइरहेछ, आइरहेछ तल तान, आइरहेछ पानी आयो 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 पानी आयो। पानी यतासम्म हल्का आएछ। लसु थाकिसकेछ तानेर होइन। ल अब तँ हलो चला, म चाहिँ तान्छु, हुन्छ ल। के गर्दै यहाँ लगाउने होला अनि किन त दौडिरहेछ, यहाँ लगाइरहेछ, त्यो पानीमा लगाएर छोडी लगा है। भयो दबाइराख लच्चुले त। ओहो हल्का माथि माथि लगा, हल्का माथि लगा बे। हट हट। हाम्रो खेतकै माथिमा बल्लहरू चरिरहेको छन्, मस्त मजाले देख्नु। घाँसहरू एकदमै हरियाली फुलेर आएको छ, चरिरहेको छन्। देख्नु एउटा बल्ल यहाँ चरिरहेको छ, एउटा यहाँ चरिरहेको छ। अब भने घर जाऊँ, लच्छु भने यहीँ खेलिरहेको छ पानी। मैले अनि यता हलो धोएर पनि एकदमै रेडी गराइसकेँ घर जानको लागि। हलो यो माटो लागेको थियो, हिरो लागेको थियो यहाँमा भाउँदाखेरि। अनि यहाँदेखि चाहिँ हल्का हल्का पानी गइरहेको छ, यो खेतमा लाग्छ। यसमा पानी लाग्यो भने चाहिँ रोपाइ सुरु हुन्छ होइन। अनि लक्ष्मणले चाहिँ अनि यो कट्टोमा चाहिँ आलु टिपेको छ। यसमा चाहिँ आलु कति छ हेरौँ है, कति बनाएर रहेछ, कति गरायो नि आलु टिपेर देख्नु होइन। यो कट्टामा चाहिँ आलु छ, लच्छुले चाहिँ यो टिपेर यति गराएको छ। यो आलु चाहिँ यो खेतमा चाहिँ हामीले आलु लगाएको थियौँ, आलु छुट्यो होला नि त, हल्ला गर्दाखेरि आएर यसमा कट्टामा जम्मा गरेछ लच्छुले।